Hi, hello, good morning guys, all guys, good morning. हजुरहरू सन्चै हुनुहुन्छ होला, शुभ बिहानी। म चाहिँ यहाँनिर खसीको खुट्टा बनाउनु लागेको आज चाहिँ। अब यसलाई सिटी दिन्छु पहिला, अनि सिटी दिएर जान्छु। खुट्टा चाहिँ गलिसकेछ, सिटी लगाएको। अब यसलाई म तड्का लगाउँछु, झान्छु मतलब। मसलामा चाहिँ म यहाँनिर हिङ, बेसार अनि मटन मसला, यो अलिकति अजवाइनको धुलो, अनि यो चाहिँ खोर्सानी भयो, अनि बेसार हालेर, अनि यो चाहिँ रोजमेरी अलिअलि पड्काउँछु स्वादको लागि, बास्नाको लागि। तेजपत्ता, टमाटर, अदुवा, लसुन, प्याज मैले यहाँ थिचिसकेको छु अघि नै। अब बनाउँछु। तेल चाहिँ तातिसकेको छ। यो चाहिँ अदुवा, लसुन, प्याज हो मैले थिचेको आज। मिठो स्वाद आउँछ थिच्यो भने। तेजपत्ता नै हालिदिन्छु। अनि यो पत्ता हालेको, यो चाहिँ रोजमेरी हो मैले हाल्नु लागेको। रोजमेरी चाहिँ तेलमा हाल्यो भने मिठो बास्ना आउँछ। प्याज चाहिँ ब्राउन भइसकेको छ। अब टमाटर हाल्छु। अनि म अहिले यो सुप मसला नै हाल्छु, चिकन सुप मसला पनि हाल्छु टेस्टको लागि, मिठो हुन्छ। नुन, मसला, टमाटर, यसलाई म एकछिन छोपेर पकाउँछु। त्यसपछि म त्यो खुट्टा हालिदिन्छु। मसला चाहिँ पाकिसक्यो। अब म यसमा त खुट्टा हाल्छु खसीको। चिकन सुप नै हाल्छु एउटा, मिठो हुन्छ। यसलाई एकछिन पाक्नु दिने। अब यसलाई पाक्नु दिने, एकछिन उम्लिन, भगभग उम्लिन दिने। सुप रेडी हुन्छ। यहाँ चाहिँ रेडी भइसक्यो। अब म झिक्छु अनि धनियाँको पत्ता हाल्छु। खुट्टाको सुप चाहिँ रेडी भइसक्यो। यस्तो भयो यो खुट्टाको, मटन खुट्टाको पाइल्स रेडी भयो। खसीको खुट्टा मिठो हुन्छ। खाना चाहिँ रेडी भयो। यो चाहिँ हिजोकै लट्टेको साग अनि अचार, यहाँ चाहिँ त्यही खसीको खुट्टा अहिले मैले बनाएको हो यो। अनि यहाँ सलाद छ, मही छ। हामी चाहिँ खान लागेको खाना चाहिँ रेडी भयो। यो चाहिँ खसीको खुट्टाको झोल, अचार, लट्टेको साग र आलु, माम, सलाद छ, रेडी भयो। हामी चाहिँ खान लागेको। अनि सेम